प्रधानमन्त्रीले यो दाबी कुन आधार वा प्रमाणका आधारमा गर्नुभएको थियो? अहिलेको रूपमा प्रधानमन्त्रीले त्यो दाबी ऐतिहासिक नक्सा, पुराना अभिलेख र दुई देशबीचका सम्झौताहरूका आधारमा गरेको बताएका छन्। उनले खास गरी सीमा विवादका पुराना कागजातहरू र ऐतिहासिक साक्ष्यहरूलाई आधार बनाएर दाबी गरेको बताए। नेपालले भारतको कुन कुन क्षेत्र अतिक्रमण गरेको भनिएको छ त प्रधानमन्त्रीका अनुसार? प्रधानमन्त्रीका अनुसार नेपालले भारतको लिपुलेख, कालापानी र लिम्पियादुरा क्षेत्रहरू अतिक्रमण गरेको बताएका छन्। उनीहरूले यी क्षेत्रहरू नेपालको ऐतिहासिक हिस्सा भएको दाबी गरेका छन्, जुन भारतले आफ्नो भन्दै आएको थियो। होइन, प्रश्न त्यो त पहिलेदेखि नै उठिरहेको, तर नेपालले चाहिँ भारतको कुन क्षेत्र अतिक्रमण गरेको छ? हो, यो प्रश्न धेरै समयदेखि उठेको हो, तर प्रधानमन्त्रीले स्पष्ट रूपमा भनेका अनुसार भारतले नेपालको केही जग्गा, विशेष गरेर कालापानी, लिपुलेख र लिम्पियादुरा जस्ता क्षेत्रहरू अतिक्रमण गरेको ठहर गरेका छन्। नेपालले वास्तवमै भारतीय भूमि प्रयोग गरिरहेको छ भने त्यसको ऐतिहासिक कारण केही छ? प्रधानमन्त्रीले भने अनुसार यसको ऐतिहासिक कारण प्राचीन नक्सा, पुराना सम्झौताहरू र विभिन्न प्रशासनिक सीमाहरूको अस्पष्टता रहेकोमा आधारित छ भनेर व्याख्या गरेका छन्। उनले भने ऐतिहासिक रूपमा यी क्षेत्रहरू नेपालकै हिस्सा थिए, तर पछिल्लो समयका केही घटनाहरूका कारण सीमाहरू अस्पष्ट बनेका थिए। आजको जुन प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाल भारत सम्बन्धमा सकारात्मक असर पार्छ कि नकारात्मक? प्रधानमन्त्रीले आज दिएका भनाइहरू सकारात्मक सङ्केतको रूपमा लिन सक्छ, तर दुवै देशको आधिकारिक तहबीच अझै थप संवाद र विश्वास निर्माण गर्नु जरुरी छ। यदि दुवै पक्षले राम्रो रूपमा प्रतिक्रिया जनाउँछन् भने केही सकारात्मक प्रगति सम्भव हुन सक्छ। सीमा विवादमा इतिहास, नक्सा वा वर्तमान प्रशासनिक नियन्त्रणमध्ये कुन आधार बढी महत्त्वपूर्ण हुन्छ? यो प्रश्न धेरै जटिल छ, तर प्रधानमन्त्रीका अनुसार दुवै आधारलाई सन्तुलनमा राख्नु जरुरी छ। इतिहासले पहिचान दिन्छ, जबकि वर्तमान प्रशासनिक नियन्त्रणले व्यावहारिकता दिन्छ। दुवैलाई जोड्दै मात्रै दीर्घकालीन समाधान निकाल्न सकिन्छ। संसदमा यति संवेदनशील विषय उठाउँदा प्रमाण पहिले सार्वजनिक गर्नुपर्ने थियो कि थिएन? हो, धेरैले त्यही माग गरेका छन्। संवेदनशील विषय संसदमा उठाउँदा त्यसको आधारभूत प्रमाणहरू पहिले नै सार्वजनिक गर्नु पर्थ्यो, ताकि प्रतिनिधिहरूलाई पनि पूर्ण जानकारीमा रहेर प्रश्न गर्न र चर्चा गर्न सहज हुन्थ्यो। यदि दाबी प्रमाणित भएन भने त्यसको सरकारको विश्वसनीयतामा कस्तो असर पार्ला? यदि दाबी प्रमाणित नभएमा सरकारलेको विश्वसनीयतामा ठूला असर पर्न सक्छ। जनताको सरकारप्रति अविश्वास बढ्न सक्छ र आगामी दिनमा सरकारको आलोचना र राजनीतिक दबाव पनि बढ्न सक्छ। कालापानी, लिपुलेख, लिम्पियाधुरा विवादको कानुनी आधार केही छ? कानुनी आधारका रूपमा दुई देशबीचका पुराना सन्धि, अन्तर्राष्ट्रिय अदालतको निर्णयहरू र संयुक्त राष्ट्रका नक्साहरूलाई आधार मानिन्छ। दुई देशले यी कानुनी दस्तावेजहरूमा आधारित भएर आफ्नो दाबी राखेका छन्, जसलाई अहिले विवादको केन्द्रमा राखिएको छ। के दुई देशले संयुक्त रूपमा पुनः सीमाङ्कन गर्नुपर्छ कि पर्दैन? हो, धेरै विश्लेषकहरूले यही सल्लाह दिएका छन् कि दुवै देशले ऐतिहासिक, कानुनी र व्यावहारिक आधारलाई लिएर वार्ता गरी एउटा सहमति जडाल्नुपर्छ, जसले दुवै देशको सम्मान र स्थिरता सुनिश्चित गर्छ।